नमस्कार, स्टार वानमा तपाईँलाई स्वागत छ। आज म नेपालको कला संस्कृति र संस्कार सम्बन्धी विषयमा कार्यक्रम तयार पार्दैछु। एमआरआरले जापान, नेपाल लगायतका विश्वभरि कार्यक्रम गरिरहेको छ, विभिन्न कार्यक्रम। त्यो कार्यक्रम मध्येको एउटा एमआरआरको कार्यक्रम हो भजन कार्यक्रम। भजन चुड्का भन्ने बित्तिकै नेपालको पुरातन कला संस्कार संस्कृतिसँग जोडिएको विषय हो। त्यो विषयको 7औं कार्यक्रम जापानको योकोहामामा भइरहेको छ र यो हलभित्र कार्यक्रम भइरहेको छ। त्यो कार्यक्रममा आज मैले विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्नेछु र स्रष्टा, सर्जक, गायकहरूसँग पनि म धारणा लिनेछु। यो कार्यक्रम आयोजक संस्था एमआरआर जापानसँग सम्बन्धित व्यक्तिहरूसँग पनि म कुराकानी गर्छु। यो कार्यक्रम किन आयोजना गरिएको हो, यसको उद्देश्य के हो, यसले के कुरा निम्त्याउँछ, यो कार्यक्रम गर्न खर्च कहाँबाट आएको छ र यो कार्यक्रमले के सन्देश दिन्छ भन्ने विषयमा पनि म उहाँहरूसँग धारणा राख्छु र आगामी दिनमा पनि हुने यस्ता कार्यक्रमलाई म यस स्टार वान टेलिभिजन मार्फत तपाईँहरूमाझ प्रसारण गर्नेछु। यो कार्यक्रममा निकै चाख लगाएर सहभागी भएर नाचिरहनु भएको छ, गाइरहनु भएको छ एकजना दिदी हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गर्छौँ। यहाँको शुभ नाम? मेरो नमस्कार, सर्वप्रथम मेरो साबिती बारी। साबिती बारी, हजुर। कस्तो लाग्दैछ यो कार्यक्रममा सहभागी? एकदम खुसी लाग्छ। म आज काममा नगइकन बसेर यहाँ आइपुगेँ। यत्रो सानो कलिला भाइहरूले यस्तो भजन गर्दै आउनुभयो। यो भजन 7औं प्रक्रिया अहिले 7औं कार्यक्रम। यसभन्दा पहिला सिनकोको बारै छ, अब पछि ओसाकामा हुन्छ। यत्रो कलिला सानो भाइ बहिनीहरूले यस्तो भजन, आफ्नो कला संस्कृति, विदेशको ठाउँमा यो कामको व्यस्तता, यस्तोमा आएर यस्तो राम्रो भजन गाउनु एकदम खुसी लाग्यो। भाइहरूलाई धेरै धेरै धन्यवाद दिन्छु म। यसै गरी हामीसँग अर्का एकजना कार्यक्रममा सहभागी व्यक्ति पनि हुनुहुन्छ। यहाँको शुभ नाम? मेरो शिव सापकोटा। शिवजी, यो कार्यक्रममा सहभागी भइरहँदा यो धर्म, संस्कार, संस्कृति जोगाउन भन्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम अझ व्यवस्थित बनाउन कस्तो के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई आफ्नो व्यक्तिगत? अब यो कार्यक्रमलाई त अझ व्यवस्थित गराएर अगाडि बढाउनु धेरै राम्रो हो र सबै हाम्रा युवा पिँढीलाई जानकारी दिएर
अझ व्यवस्थित तरिकाले सबैजना मिलेर हजुर अगाडि बढ्दै राम्रो हुन्छ जस्तो लाग्छ। यो कार्यक्रमले चाहिँ कस्तो खालको सन्देश दिएको छ जस्तो लाग्छ तपाईँलाई व्यक्तिगत रूपमा? अब यो कार्यक्रमले त सबै धार्मिक सामाजिक सबै पक्षलाई समेट्छ। यसैबिच यो कार्यक्रमसँग सम्बन्धित अर्का एकजना नेपाली हामीसँग हुनुहुन्छ, उहाँसँग पनि यो कार्यक्रमको बारेमा कुराकानी गरौँ। यहाँको शुभ नाम? हजुर नमस्ते, मेरो नाम विमल श्रेष्ठ। विमलजी, यो कार्यक्रम किन आयोजना गरिएको? यो चाहिँ विशेष गरी विदेशमा बस्ने पछिल्लो पुस्ता यहीँ जापानमै जन्मे हुर्केका बालबच्चाहरूमा चाहिँ नेपालको कला संस्कृति, विशेष गरी यो भजन चाहिँ पछिल्लो पुस्तामा एकदमै नदेखिएको र लोप हुने अवस्थामा रहेको हुँदाखेरि यसलाई चाहिँ पछिल्लो पुस्तामा पनि हाम्रो कला संस्कृति जोगाउनुपर्छ र पछिल्लो पुस्तालाई पनि हाम्रो कला संस्कृतिको विषयमा चाहिँ जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले हाम्रो जापानले यो भजन आयोजना गर्यो। पछिल्लो पुस्तालाई जुन यो सन्देश दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भन्नुभयो, तर यहाँ पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने यहाँ जापानमा भएका स्कुलहरू सञ्चालन गरिरहेका व्यक्तिहरू बालबालिकाहरू त खासै देखिएनन्। हजुर, यसमा यस्तो छ, अब उद्देश्य चाहिँ हाम्रो पछिल्लो नयाँ पुस्तालाई भन्ने छ, तर अधिकांश पुराना पुस्ताहरूलाई पनि भजनको विषयमा त्यति जानकार नभइसकेको र उहाँहरू पनि यसमा चाहिँ त्यति धेरै भावनात्मक रूपमा नगाँसिसकेको अवस्थाहरू पनि छ र अघिल्लो संस्करणहरू हेर्दाखेरि पछिल्लो संस्करणमा अलि बालबच्चासहितको पारिवारिक मान्छेहरू उपस्थित बढ्दो छ र पक्कै पनि आगामी दिनमा त्यो हजुरले भने जस्तै यहाँ भएका स्कुलहरूसँग समन्वय गरेर अझै बालबालिकाहरूको उपस्थिति बाक्लो हुने गरी चाहिँ एमआरआरले समन्वय गरेर अगाडि बढ्छ जस्तो लाग्छ र यो बिस्तारै बढ्ने क्रममा पनि छ। यो एमआरआर जापानसँग सम्बन्धित र यो कार्यक्रममा अघि भजनमा निकै सक्रिय हुनुभएका अर्का एकजना साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गरौँ। यहाँको शुभ नाम? नमस्कार, म शरण पङ्गेनी। शरणजी, यो कार्यक्रम के आयोजना चाहिँ के उद्देश्यले गरिएको हो र यो कार्यक्रमले के सन्देश दियो जस्तो लागिरहेको छ तपाईँलाई? मलाई चाहिँ यो हाम्रो नेपालको यो संस्कृति, हाम्रो धर्म संस्कृति चाहिँ हामी जापानमा विदेशमा भए पनि यसलाई चाहिँ हामीले भुलेको छैनौँ है। हामीले यसलाई यथावत राखेको छौँ। हामी यो कुरामा पनि अझ एकदम सक्रिय छौँ, एक्टिभ छौँ भनेर त्यो उद्देश्य दिनको लागि चाहिँ सबैजनाले आफ्नो कामको समय बिदा मिलाएर सबैजना एउटा समय जुटाएर यो समयमा यसरी गरौँ भनेर चाहिँ हामी एकजुट भएर हाम्रो यो धर्म संस्कृतिलाई जोगाउनको लागि, यसलाई अझै बचाउनको लागि चाहिँ विदेशमा भए पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ सर। अब यो कार्यक्रम गर्न अब यत्रो हल बुकिङ गर्नु पऱ्यो, सबै कठिनाइ त पक्कै पनि छ होला, तर पनि अब कतिपय सङ्घ संस्थाले सहयोग गर्न चाहिरहेका छन् होला, ती सङ्घ संस्थाहरू तपाईँहरूसँग ठोक्किन सकेका छैनन् होला, तिनीहरूले के गर्यो भने यस्ता कल्चरल एक्टिभिटिज अझै अगाडि बढाउन सक्छ जस्तो तपाईँलाई लाग्छ व्यक्तिगत? अब त्यो कुरामा चाहिँ हामीले अहिलेसम्म कहीँबाट पनि यो पैसा सङ्कलन चाहिँ गरेका छैनौँ होइन। अब बिस्तारै हामीले गर्दै जाउँ। अहिले अब 7औं भजन सकियो, अब यसपछि पनि हामी गर्दै जान्छौँ। अब कस्तो गर्न सकिन्छ, हामीले कस्तो के कसो हुन्छ, अब बिस्तारै अब सबै कुरा राम्रो हुँदै गयो भने, सबै कुरा त्यो भयो भने चाहिँ त्यो कुरा चाहिँ पछि सोचौँला भनेर चाहिँ अहिले यतिकै हामी पैसा सङ्कलन नगरिकन हाम्रो हिसाबले चाहिँ गरेका छौँ सर। हस्, धन्यवाद। यो एमआरआर जापानले आयोजना गरेको यो भजन कार्यक्रमका संयोजक भूपाल पौडेलसँग कुराकानी गर्दैछु। उहाँहरूलाई यो कार्यक्रम गर्ने जाँगर कसरी आयो, के उद्देश्यले यो कार्यक्रम गरिएको छ, उहाँसँग म कुराकानी गर्छु। भूपालजी, यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। भूपालजी, यो भजन कार्यक्रम गर्ने सोचाइ चाहिँ कहाँबाट आयो? अब हाम्रो देशमा पनि एमआरआरले भजन सञ्चालन गर्दै आइरहेको कुरा यहाँहरूलाई थाहा पनि छ होला। त्यसै कारण हामीले विदेशमा रहेका धेरै वर्ष बसेर आफ्नो संस्कृति नभुल्नुन् र आफ्नो संस्कृतिलाई पनि अझ बचाउँदै जाउन् भन्ने उद्देश्यले चाहिँ विदेशमा पनि अहिले सञ्चालन गर्दै गइरहेका छौँ। यो कार्यक्रम सम्पन्न गरिसकेपछि यो नेपाली कम्युनिटी, नेपाली समुदायले चाहिँ के सन्देश पाउँछ जस्तो लाग्छ तपाईँलाई? अब यस्तो हो, नेपाली समुदायले चाहिँ विदेशमा पनि आफ्नो संस्कृतिलाई चाहिँ भुलेका रहेनछन् भन्ने चाहिँ अब जो सन्देश दिन्छ कि जस्तो लाग्छ। हामीले आफ्नो ठाउँबाट चाहिँ हाम्रो नेपालको संस्कृति चाहिँ यस्तो पनि हो है, भजन पनि यस्तो हो है भनेर यहाँ बसेका जुन लामो समय बच्चैदेखि यहाँ बसेका नेपाली दाजुभाइ दिदीबहिनीका बच्चाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि सन्देश दिने उद्देश्यले चाहिँ विदेशमा पनि सञ्चालन गर्दैछौँ। नेपाल लगायतका अन्य देशहरूमा पनि यो एमआरआरको एक्टिभिटिज चाहिँ एकदमै हत्तै बढेको छ। यो एक्कासी यस्तो जुर्मुराएर यस्ता कार्यक्रम गर्ने यो जाँगर आँट चाहिँ कहाँबाट के सन्देशले आयो जस्तो लाग्छ? अब यस्तो हो, युवाहरू चाहिँ अब सृजनात्मक रूपमा चाहिँ अहिले अगाडि बढेका छन्, जहाँ पनि युवाले गर्नुपर्छ भन्ने राजनीतिमादेखि लिएर अब एमआरआर त
एकदम नितान्त युवाहरूको नै समूह भएको हुँदा युवा जोसले चाहिँ ल हामीले पनि संस्कृतिको चाहिँ संरक्षण गर्नुपर्छ भनेर चाहिँ नेपालमा सुरुवात गरिएको थियो पोखरामा। त्यसै कार्यलाई कन्टिन्यू गर्दै विदेशका विभिन्न ठाउँमा अस्ट्रेलिया अमेरिकादेखि लिएर कोरियादेखि लिएर नेपालको विभिन्न देश जिल्लाहरूमा पनि सञ्चालन गर्दै आइरहेका छौँ। त्यही नै हो युवाहरूको जोसलाई लिएर चाहिँ अहिले गरेका छौँ। तपाईँले यत्रो हल बुकिङ गर्नुभएको छ, यतिका धेरै मान्छे आउनुभएको छ, स्वयंसेवक परिचालन गर्नुभएको छ, यो खर्च चाहिँ कहाँबाट आउँछ तपाईँहरूलाई? कसले फन्डिङ गरिरहेको छ? अब यस्तो हामी युवाहरू एमआरआर भजन जुन सञ्चालन गर्दैछौँ एमआरआरका युवाहरूले नै सञ्चालन गर्दैछौँ। आफ्नै खर्चबाट चाहिँ अब हलको लागि त्यति धेरै पैसा पनि लाग्दैन र जापानमा यहाँ सामुदायिक संस्थाहरू पनि छन्। यो एमआरआरमा चाहिँ अहिले युवाहरूको आकर्षण एकदम हत्तै बढेको छ। भोलि तपाईँहरूले यस्तै एक्टिभिटिज गरिरहँदा एउटा समूह बन्छ, एउटा शक्ति बन्छ। त्यो बेलामा कुनै राजनीतिक शक्तिले अथवा राजनीतिक पार्टीले तपाईँहरूलाई टेक ओभर गर्ने चान्स छ कि छैन? छैन, बिल्कुलै छैन। एमआरआर भनेको चाहिँ यो अहिले तपाईँले चाहिँ भर्खरै देख्नुभयो, सञ्जालमा आएर भर्खरै देख्नुभयो। एकदमै 11 साल भनेको मतलब अहिले 26 होइन, 26 भनेको 15 वर्ष पहिलादेखि केही समूह हो र त्यसमा अहिलेसम्म राजनीतिकरण भएको पनि छैन र भावी दिनहरूमा पनि हुने छैन भन्ने आश छ। धेरै धन्यवाद। अन्त्यमा के भन्न चाहनुहुन्छ जापानवासी अथवा नेपालमा बस्ने विभिन्न व्यक्तिहरूलाई यो एउटा संस्कार संस्कृति जगेर्न गर्ने यो प्रयास गरिरहनु भएको छ, तपाईँले अन्त्यमा के भन्न चाहनु? एकदमै हामीले आफ्नो ठाउँबाट गरेका छौँ। यहाँहरूले पनि जापानको फ्री टाइमलाई सदुपयोग गरेर आफ्नो क्षेत्रमा जहाँ जहाँ हुनुहुन्छ, अब हामीले यो कान्तो क्षेत्रमा गरियो, टोकियो, चिबा लगायत योकोहामाबाट नजिक पर्ने अरू चाहिँ आउन सक्नुभयो भने अरू विभिन्न अन्य ठाउँमा पनि यसरी नै सञ्चालन गर्नुहोस्। आफ्नो संस्कृतिलाई चाहिँ भुल्नु हुँदैन भन्न चाहन्छु। धेरै धन्यवाद विवाद सर तपाईँको समयको लागि। थ्याङ्क यू सो मच। तपाईँलाई पनि धन्यवाद। आयोजकहरूसँग मैले कुराकानी गरेँ यो विषयमा। जापानमा लामो समयदेखि कलाकारितामा लाग्नुभएका गायक सूर्य खड्काको विचार पनि प्रस्तुत गर्नेछु। एकैछिन म गायक सूर्य खड्का यो विषयमा के भन्नुहुन्छ उहाँको प्रतिक्रिया लिएर फेरि उपस्थित हुनेछु। सुख बाबालाई देऊ, सुख आमालाई, सुख बाबालाई देऊ, सुख आमालाई, साझा बिहान पुकार हरि रामलाई। यो एमआरआरले आयोजना गरेको भजन लगायतका सांस्कृतिक कार्यक्रमको बारेमा मैले जापानमा बसेर लामो समय साङ्गीतिक क्षेत्रमा सक्रिय रहनुभएका गायक सूर्य खड्काको प्रतिक्रिया लिँदैछु। यहाँलाई स्वागत छ। धन्यवाद। भजनलाई एकदम तीव्र रूपमा अगाडि बढाइरहेको रहेछ। हजुर, यो हजुरलाई कस्तो लागिरहेको छ? यो त इभन म एउटा लोक सङ्गीतमा लागेको एज अ कलाकारको रूपमा त एकदम यो खुसीको कुरा हो। अब संसारभरि हाम्रो नेपाली मौलिक लोक भजन जुन एमआरआरले संसारभरिबाट अहिले प्रस्तुत गरिराख्नु भएको छ, म चाहिँ एउटा राष्ट्रिय रूपमा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको हिसाबले र म आफै एज एउटा लोक गायकको हिसाबले चाहिँ हाम्रो लागि एकदम गर्वको कुरा हो जस्तो लाग्छ। पहिला पनि युवाहरूको क्रिएसन त हुन्थ्यो, एक्टिभिटिज त हुन्थ्यो, तर अहिले वात्तै यो भजन चुड्का भनेर चाहिँ किन आयो होला यस्तो लाग्छ? यो ठ्याक्क यो कसरी काँडा उत्पादन भयो एमआरआर भन्ने ठ्याक्कै त मलाई पनि जानकारी छैन। तर मैले चाहिँ यसलाई कसरी विश्लेषण गर्छु भने हामीले पहिला हाम्रो बाबाहरूको पालामा, हजुरबाहरूको पालामा हामीले त्यतिखेर ढिँडो, आटो, सिस्नुको तरकारी, सिन्की खाइन्थ्यो। अहिले गर्दै गर्दै परिमाण हुँदै हामीहरू पिज्जा बर्गरतिर गइयो। तर यो पिज्जा बर्गर आधुनिक खाना चाउमिन मोमो खाँदै मान्छे वाक्क भएर फेरि अहिले पछिल्लो समय फेरि आटो, सिस्नो, ढिँडोतिरै फर्किनु भएको छ मान्छे। ऊ बेला दुःखले खानुहुन्थ्यो आटो पिठोहरू भनेपछि अहिले चाहिँ धेरै बाँच्नको लागि, स्वस्थ हुनको लागि रहरले अहिले चाहिँ आटो पिठोहरू त्यसरी खोजी ड्राइभ गरेर 1-2 घन्टाको यात्रा गरेर खान जानुहुन्छ। त्यही यो गीत सङ्गीत पनि त्यस्तै हो जस्तो लाग्छ। यो गर्दै गर्दै एकदम छाडातिर गइरहेको थियो नेपाली कला संस्कृतिहरू। अहिले पछिल्लो समय फेरि फर्किँदै फेरि हामी मौलिकतातिरै फर्केका छौँ। भजन मात्रै नभएर अन्य गीतहरू पनि अहिले जुन गीतहरू मौलिकता छन्, त्यस्तै नेपालका कुना कन्दराका, उकाली ओह्राली देउराली भन्ज्याङका कुराहरू बोकिएका गीत छन्, त्यस्ता चलिरहेका छन्। अलि छाडा परिवर्तन गीत छन्, तिनले अलिकति निरुत्साहित हुँदै गएको हो कि भन्ने लाग्छ। त्यही भएर यो भजन पनि त्यही तरिकाले आएको हो कि भन्ने लाग्छ मलाई। नेपाल सरकारले एउटा किसिमको धर्मनिरपेक्ष देश भनेर घोषणा गरिएको छ। हजुर, तर अब हिन्दू पक्षलाई मात्र केन्द्रित गरेर यसरी भजनको क्रियाकलाप अगाडि बढाउँदै जाँदा, यो ग्रुपिजम गर्दा
अब समूहमा कतिपय सार्वजनिक कार्यक्रमहरू गर्दा भोलि त्यसले कतै केही निम्त्याउने हो कि भन्ने एउटा शङ्का नि छ नि त। खासै यो राजनीतिकरणीय कुराहरू त मलाई त्यति थाहा छैन। तैपनि यो हाम्रो देश धर्मनिरपेक्षता भए पनि हामीले हाम्रो आफ्नो धर्म मान्नेले अरूलाई टचर नगरिकन अरूलाई असर नपुर्याइकन आफ्नो चाहिँ मान्नुपर्ने कर्तव्यहरू चाहिँ मान्न पर्छ र मान्न पाइन्छ भन्ने लाग्छ। त्यो हुनाले यसले यो सङ्गीत हो, यो भजन भनेको सङ्गीत हो, यो सङ्गीतले सायद कसैलाई असर गर्छ जस्तो लाग्दैन, त्यहाँसम्म नजाला भन्ने लाग्छ मलाई चाहिँ। अनि अर्को कुरा यो भजन भनेर सुरु गरिएको छ, खासमा चाहिँ यो भजन हो कि चुड्का हो कि के हो यो? यस्तो भजनभित्रै पढ्ने यो चुड्का भनेको चाहिँ भजनको एउटा भजनभित्र पढ्ने विधा, चुड्का ख्याली जस्तै अब ठाउँ ठाउँ अनुसारको भजन हुन्छ। अब चुड्काहरू जस्तै काटेतिर गाइन्छ, जस्तै हाम्रो गण्डकीतिर गाइने भजन छुट्टै छ, त्यो भजनभित्रै पढ्ने विधा हो। चुड्का पनि भजनै हो एक किसिमको। अब त्यो भित्र खालको विभिन्न विधाहरू छन्, कुन विधाको भजन कहाँ कहाँ गाइन्छ भन्ने कुरो। जस्तै बागलुङतिरको एमआरआरले उतै टाइपको भजनहरू गाउनुहुन्छ। जस्तै हिजो एउटा भाइरल भएको थियो हाम्रो बुटोलतिर, त्यहाँ पनि त्यस्तै बागलुङतिरै गण्डकीतिरै गाइने खालको गाउनु भएको थियो र चुड्का पनि गाउनु भएको थियो। त्यो काठमाडौँतिर अर्कै खालको गाउनुहुन्छ। तर यो भजनभित्रै पर्ने सबै विधाहरू हुन्। त्यो भएर यसको एउटै हो, भजन भन्दा बित्तिकै एउटै पऱ्यो, खैँजडी मुजुरा मादल बजारै गाइने भएको र यो भजनभित्रै पर्छ। अब यसलाई अझै व्यवस्थित गर्न कसरी यसलाई सुझाव सल्लाह दिन सक्नुहुन्छ, दिन चाहनुहुन्छ? मैले अहिलेसम्म बुझेअनुसार जस्तै नेपालको हरेक जिल्लामा एमआरआर भजन चलिरहेको छ र विश्वको पनि धेरै देशमा, जस्तै इभन अहिले जापानमा, कोरियामा, अस्ट्रेलिया, युके धेरै देशहरूमा यो भजन एमआरआरले भजन गरिराख्नु भएको छ। सायद यहाँहरूले एउटा साङ्गठिक रूपमा एउटा उद्देश्य ल्याएर गर्नुपर्छ जस्तो लाग्छ अहिले तत्काललाई हेर्दाखेरि। किनभने अहिले नेपालबाट सुरु भएको छ, सबै ठाउँमा जम्मा भएर हामी पनि एमआरआर गठन गरौँ र हामीले भजन गाउँ, नेपाली कला संस्कृति जगेर्ना गर्ने त हो भन्ने हिसाबले लाग्नुभएको छ जस्तो लाग्छ। यसलाई चाहिँ अलिकति परिमार्जित भएर नेपाली कला संस्कृतिलाई, नेपाली मौलिकतालाई चाहिँ जगेर्ना गर्नु राम्रो हो। अझ यसलाई परिमार्जित भएर अझ सङ्गठित भएर चाहिँ जाँदा राम्रो हुन्छ भन्ने लाग्छ मलाई। हस्, धेरै धन्यवाद। थ्याङ्क यू सो मच। धन्यवाद। नेपालको कला संस्कार संस्कृति जगेर्ना गर्न आयोजना भएका यस्ता कार्यक्रमले पक्कै पनि पोजिटिभली सन्देश दिएको छ। हाम्रो कला संस्कार संस्कृतिले बाँधेर राखेको हाम्रो मौलिक अस्तित्वलाई जोगाउनलाई यस्ता कार्यक्रमहरू निकै महत्त्वपूर्ण हुन्छ र नेपाल सरकारको आधिकारिक निकायले पनि नेपालको कला संस्कृति जगेर्ना गर्न आयोजना गरिएको यस्ता कार्यक्रममा सहयोग गर्न सकेमा अझै व्यवस्थित कार्यक्रम गर्न मद्दत पुग्ने कुरामा दुई मत छैन। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँलाई कार्यक्रम राम्रो लागेको छ भने हाम्रो कार्यक्रमलाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गरिदिनु होला। स्टार वानको आजको यस युनिटमा क्यामेरामा सुनिल चालिसे र सोनु थापासहित म कार्यक्रम सञ्चालक उत्तम बिदा हुन्छु। नमस्ते।